भरतपुरको गर्मीले आत्तिनु भएको छ भने चितवन भित्र रहेको यो ठाउँ पक्कै जानु होला। यो हो चितवनको मायाटार, जुन पदमपुरबाट शक्तिखोर हुँदै अप्पर दानगढीको बाटोबाट 15-20 मिनट नजिक रहेको छ। ब्युटिफुल नेचर, मजाको डाँडाको भ्यू र चिसो इन्भाइरोमेन्टले हामीलाई एकदम रमाइलो लागिरहेको थियो यो ठाउँ। हामी यहाँ आएर मायाटार होमस्टेमा बस्यौं, जसमा 7-8 जना मजाले अटिने रुम थियो। अनि रुमको प्राइस 1000 मात्र। प्याकेजमा डिनर, त्यहाँ बसेको र ब्रेकफास्टको मात्र 700 रुपियाँ पर पर्सन रहेको रहेछ। रमाइलो गर्न होस् या चिसो ठाउँमा तातो तातो खाना खान मायाटार एकदमै बेस्ट लाग्यो। मर्निङमा पनि त्यस्तै आनन्दको भ्यू र क्लाउडी डाँडा देख्दा भरतपुरको त्यो गर्मी पनि बिर्सिदो रहेछ। साँच्चीकै यतिको चिसो र रमाइलो ठाउँ तपाईहरू पनि आउन नबिर्सिनु होला। मेरा माया